तल्लै नोबाट हान्छु म तँलाई चाहिँ मैले फेरि उहाँ दाइले भने होइन फेरि मैले गाडीलाई चाहिँ भने हो यो अनिस खपाङ्गी मगर त जोप पाइ त्यसले तँ भन्दो रहेछ भन्दा नि फेरि ओए कस्तो टायर चिप्लेको यार बाई बाई जुका चढेको यहाँ त जुकाले त अट्याक हान्दो रहेछ नि त अट्याक मिठो होला यार यो चपाएर खाँदा एकजना चिनेको भने चाहिँ राजकुमार दाइ आउनु भएको रहेछ राजकुमार काइले चाहिँ खोमाई डाँडा कसरी जाने सबै कुराहरू चाहिँ बिस्तारै भन्छ तपाईँहरूलाई सजिलो हुन्छ जस पछि आउनलाई तपाईँहरूलाई ओए के उडेर आएको थियो कुनै ठोक्यो यार बाइकमा यार बिचरा यार सबैजनालाई स्वागत छ अर्को नयाँ भ्लगमा आफ्टर अ लङ टाइम पछि हैन देख्न सक्नुहुन्छ आरटीआर लिएर हिँडेको छु म अनि यो बाइकको चाहिँ अब एक्सपिरियन्स हुनेवाला छ मलाई हुन्छ नि के कतिको पावर पर्फर्मेन्स पिकअपहरू के कतिको हुन्छ हैन लङ टुरमा के कतिको गर्छ यसले भन्ने कुरा म चाहिँ अहिले स्पोर्ट्स मोडमा हिँडिरहेको छु तपाईँको स्पोर्ट्स मोडमा चाहिँ कस्तो भने अलिकता बाइक अलिकता स्मुथ हुन्छ प्लस अनि त्यसले चाहिँ अलिकता तेल खान्छ क्या अनि मैले चाहिँ अब बस पार्कतिर पोखरा जाने माइक्रोहरू देखेँ बाटो खुलिसक्यो हो जान्छ कि जाँदैन भनेर सोधेको हामी बिहानै फर्केर आएको बाटो सबै खुलिसक्यो जाँदा हुन्छ भन्ने कुरा भएर चाहिँ अनि म चाहिँ अनि निस्केको हो अब बिच बाटोमा गएर अब बाटो बन्द गरिदिने या गरिदिने त्यहाँ गरिदिने भयो भने चाहिँ अब दैव जानु होइन अनि त्यस्तो नहोस् पनि किनभने अब दुःख पाइन्छ नि त हैन त्यस्तो नहोस् पनि ल अब यो भ्लग चाहिँ स्टार्ट भइसकेको छ यहाँबाट चाहिँ म खासमा धुनबेसी निस्केर जान लाग्छु हैन अब यसो हेर्दाखेरि त बाटोहरू चाहिँ सबै पहिरोहरू चाहिँ पन्छाइसक्यो अनि मैले चाहिँ अब लङ टुर अब जानुपर्छ भनेर चाहिँ धेरै कुरा सोचेर बसेको थिएँ क्या प्लस मैले बाइक पनि अब लङ टुर जानुपर्छ अब बाइकहरू पनि चेन्ज गर्नुपर्छ बाइक चेन्ज गर्नुपर्छ भनेर नै बाइक चेन्ज गरेको कारण नै त्यही हो प्लस अब लिएर आइसकेपछि पनि अब बाइक आफूले भने जस्तो नभएपछि अलिकता सानो सानो चेन्जेसहरू गरेको छु अनि अब यो लुकिङ ग्लास हालेरै हिँडिदिएको छु है अब स्टकको लुकिङ ग्लास चाहिँ अब हाल्नै भ्याएन क्या छिट काटिन्छन् कि जस्तो लागिरहेछ त्यस्तो चाहिँ नहोस् अनि यो बाइकको पूजा पनि गरेको छुइनँ मैले भयो भने अब पोखरातिरै अब मन्दिरमा गएर पूजा गर्नु पर्ला है हामी देख्न सक्नुहुन्छ सिन दसैँ बेलाको मखमली फुल फुल्दैछ यताउता होइन यो बाइक चलाउन चाहिँ मजा आइरहेछ यार छुट्टै मजा आइरहेछ क्या राम्रो पर्फर्मेन्स दिइरहेको छ हैन एन्ड अब अहिले चाहिँ अब लगभग 2:30 भयो कि आधी घन्टा त भइसक्यो होला म हिँडेको म धार्के आइपुगेको छैन अब आइपुग्न लागेँ अनि त्यहाँबाट त अझै आमामा लट अफ छ यार हामीलाई धेरै नै जानुपर्ने छ तर नातिकन जानेछौँ तर यस्तोमा चाहिँ ओभरटेक हान्नै पर्ने हुन्छ यतिको त हैन अलिअलि मिठो मिठो ओभरटेक हानेर त जानै पर्ने हुन्छ मैले हेलमेटको लक लाइनै क्या सेट के एउटा ओए के उडेर आएको थियो कुनै ठोक्यो यार बाइकमा चरा होला यार बिचरा यार चरा उडेर आयो यार ठोक्यो नि अब मलाई हतारै छ अलिकता होइन त्यस्तो हतार त होइन त्यही पनि त्यस्तो रोकेर हिँड्ने चाहिँ अलिकता भ्याउन्न क्या म अब उहाँ दाइले साइड त दिइरहनु भएको छ अब यताबाट गाडी आएको कि आएन भन्ने कुरा थ्याङ्क यू दाइ थ्याङ्क यू यतिको चाहिँ हुनुपर्छ क्या हाम्रो ड्राइभर दाइहरू चाहिँ कोही त यार साइडै दिँदैन नानी क्या रिसाउँछ साइड दिनु पऱ्यो भने उहाँ दाइले त चट्टा हात देखाउनु भयो नि त होइन त्यस्तो भएपछि चाहिँ पुग्यो क्या चट्टा लाएर अनि म चाहिँ अब 40, 60, 70मा हिँडिरहेको छु तपाईँको यस्तो हो भने चाहिँ धेरै बेर लाग्दैन मलाई धार्के निस्किन होइन धुनबेसी निस्किन धार्के निस्किन भन्नु यहाँ ओ नाइस है मोडिफाई बाइक यार खतरा कुदाइ ल्याइरहेको छ यार ब्रदरले छिर्छ त गाइस छिरिहाल्छ नि होइन स्वाटै यतिर कहाँबाट होला है कारहरू त यतैबाट आउनु नि तोरी लौरीहरू
म चाहिँ धार्केबाट निस्किसकेको छु हैन। अनि अलि मजाकै बाटो आउन अझै बाँकी नै छ। गल्छी आइपुग्न लाग्यो भर्खरै हैन र। गल्छी नै आएन जस्तो लागेको थियो। के हो गल्छी आउन बाँकी छ। दाइ त्यो 220 को दाइले कस्तो बटारेको यार आम्मामा। म त बटार्छु होइन। मलाई अनि मनले भन्छ क्या भनिसकेपछि बटार्दिनँ म, छोडिदिइहाल्छु म बटार्नलाई। हेर त यहाँ पागलहरू ल ल छप्री राइडरहरूमा यताबाट आइरह हुन्छ अहिले फुत्त अहिले। एउटा आउनु खोजिरहेको छ। आफू सचेत भए पनि अरूले गर्दाखेरि गाह्रो पारिदिने क्या। मजा आइरहेछ गाइज राइडमा मलाई चाहिँ होइन। तपाईँहरूलाई के कस्तो भइरहेछ भिडियो हेर्नलाई। म त धेरै बिस्तारै हिँडेर चाहिँ यार 220 दाइले त मलाई फुत्तै छोडिदियो। हिँड्न त म बिस्तारै नै हिँड्छु, तर बटार्ने ठाउँमा चाहिँ अलिक बटार्दिनँ क्या म। लाइक अब बटार्ने ठाउँ भने चाहिँ कस्तो भने अलिकति खाली छ अनि यहाँ बटार्ने, अनि त्यसपछि फेरि स्पिड कम गरेर फेरि टर्निङ काट्ने, फेरि बटार्ने, त्यसो चाहिँ गर्दिनँ क्या म। गल्छीको बाटो त बनिसकेछ त यार। ए नि लैलै 10 वर्षपछि एउटा बाटो बन्द रहेछ नि त। गल्छीको बाटो बनेछ भने बल्ल बल्ल ल त्यत्रो वर्षपछि छक परे म। किन रोक्यो यस्तोमा झ्याप्पै रोकेर बस्यो तोरे लाउरेहरू। सबलाई ओभरटेक हानेर जानुपर्छ अब मैले। ल त्यो दाइ पो गइदिएर यार, टेन्सन भयो नि त यार। ओ जाम जाम ओ कत्रो पढेको थियो त्यो दाइको बुलेट। आमा वार गर्छ त यार। खाली हो बाटो, खाली हो भने साइलेन्ट बालिदिनु पर्छ नि। ओ 96 उखाऱ्यो कि अलिकता बम्पर रहेछ क्या यो बाटोमा चाहिँ। गाडी चट्टै हेरेर हान्ने हो क्या। हतारेर त्यो अन्न धुनमा हालेर काम छैन नि। म जान्छु पहिला तल्लै ओभरटेक हान्छु म। डबल ओभरटेकै गाइज। ओ माई गड। तँलाई चाहिँ मैले फेरि उहाँ दाइले भने होइन, फेरि मैले गाडीलाई चाहिँ भने हो। यो अनिस खपाङ्गी मगर त जो पाइ त्यसले तँ भन्दो रहेछ भन्दा नि फेरि। ओए कस्तो टायर चिप्लेको यार। बाई बाई। यो हो नि त सहिली ओभरटेकको। तपाईँलाई नि यतैबाट हान्नुपर्ने हो। यता माथिबाट जाऊँ है। मैले त कहाँबाट बाइक चलाएको भनेर गाली गर्ला नि फेरि मान्छेहरूले। जहाँ भेट्यो त्यहाँ हालिदिरहेको छु कि गाइज। ओ माई गड। बिचमा चाहिँ यो के को जाम भने यो बाटो बिग्रियो नि त, अनि ठुल्ठुलो गाडीहरू यहाँ अड्किएर हुन्छ, घरि गाडी बिग्रिरहन्छ। यहाँ चाहिँ गाडी बिग्रेर छ, टायर पन्चर भइरहेको छ।
यस्तोमा चाहिँ ओभरटेक हान्नु न, किनभने हाम्रो बाइकको टायर दुईटा मात्र हुन्छ, चिप्लेर लड्न सकिन्छ। होस पुऱ्याएर चलाउनु पर्छ क्या। ल सन पनि सेट भइसकेको छ भनेपछि कति बज्यो होला? 5। मैले चलाएको 2 घन्टा बढी त ननस्टप भइसक्यो होला। लाइक 2 बजे निस्केको काठमाडौँबाट। लेट्स अहिले कति बज्छ मुगलिन पुग्दाखेरि, कति बजे पुग्दो रहेछु म मुगलिन। यताको बाटो चाहिँ सही लाग्यो क्या, हेर्नु न जङ्गलको छेउछेउ चट्टा लगाएर। ल ओए उमेरै यही हो क्या, हामी अब भोलि पर्सि होइन लाइक 30 भइसकेपछि त हामीलाई यो बाइकमा जाने जोस हुँदैन के। गाह्रै हुन्छ क्या लङ टुरमा बाइकमा जाउँ भन्ने नि अलिकता सोच्नै पर्ने खालको हुन्छ क्या। त्यही भएर उमेर हुँदाखेरि नै बाइकमा चाहिँ बाइक राइडिङ चाहिँ छोड्ने नै होइन क्या। त्यही भएर यार पछि गएर बुढो भएपछि पछि गएर यार थुइक्क यार बेलैमा बाइकमा चढेर घुमिन यार भन्ने नहोस् क्या। मलाई चाहिँ त्यस्तो लाग्छ क्या। अब जुन प्रकारको सिन अहिले देखिरहेछ अनि बाइक यसरी कुदाउनु पाइरहँदाखेरि त आम्मामामा त्यो जस्तो बेस्ट फिलिङ त केही होइन यार। म चाहिँ ठ्याक्क भन्नुपर्दा 2 बजे निस्केको गाइस, एन्ड अहिले चाहिँ कति बजे छ? 4:45 भएछ भनेपछि मलाई कति बेला 2 घन्टा 35 मिनटमा मुगलिन। अब एकछिन यहाँ रेस्ट गरेर भागिहाल्नु पर्ने हुन्छ फेरि। ल चट्ट मेरो बाइकको हालत चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ। खतरा कुदायो यार यो बाइक यार। खतरा कुदायो क्या मैले, हेर्नु न। सही हो सही हो। अहिले चाहिँ म यहाँ पोखराको लेक साइडमा आइसकेको छु एन्ड मलाई चाहिँ लोकेसन दिएको थियो मेरो चाइनिज फ्रेन्डले। लेट्स सी अब कहाँ हो, यहाँ लोकेसन हेर्दै गइरहेको छु म हैन। अनि यो चाहिँ लेक साइड हो, देख्न सक्नुहुन्छ। यहाँबाट चाहिँ ठ्याक्क लेफ्ट भनेको छ। बाहिर घुम्ने खालको कपडा नि लिएर छैन यार, बेलुका घुम्न जाउँ भन्छ होला। टेन्सन भयो मलाई त। ओइ के हो यो त? यस्तो नगर्नु यार बेजत। ए नेपाल कटेज उहाँ रहेछ। ल गुड मर्निङ फ्रम पोखरा है त। चट्टा लाएर यहाँ चाहिँ अलिकता माछा पुछ्रे लुकिरहेको छ। यहाँ हिमाल सानो सानो देख्नु भएको छ नि, हो त्यही हो। हामी चाहिँ आज जानुपर्ने भनेको यहाँ माथि खुमाई डाँडा, अनि भयो भने यहाँ एमबिसीमै नि जान्छौँ होइन। एमबिसी चाहिँ अब माछा पुछ्रे बेस क्याम्प हो क्या होइन। म बसेको होटल चाहिँ यही हो, के पो साम्बला हो कि के हो यो होटलको नाम चाहिँ। सो अनि मेरो चाइनिज फ्रेन्डहरू चाहिँ अर्को होटलमा बसेको छ। अहिले चाहिँ बिहानको त्यस्तै 8 बजिरहेछ। अनि अब आज चाहिँ जसरी भयो नि खुमाई पुग्ने हिसाबले हिँड्न लागेको छु होइन, के भन्छ हामी चाहिँ। हामीले चाहिँ अब यहाँबाट चाहिँ स्टुपा देखिरहेको यहाँ चट्ट लाएर देख्न सक्नुहुन्छ। ल अब ढिला नगरेर फ्रेस भएर भर्खर उठेको क्या, फ्रेस भएर अब गइहाल्नुपर्छ। ओइ मेरो फोन यहाँबाट झऱ्यो भने के हुन्छ होला? 5 टुक्रा हुन्छ यार, टेन्सन हुन्छ त। सो गाइस अब भिडियो स्किप नगर्ने हेर्नु होला। अनि आज चाहिँ सिनहरू मजाको देख्नेछौँ हामीले। चट्ट लाएर खुमाईतिर जानेछौँ। अनि खुमाई जानलाई कस्ट के कति लाग्छ होइन, तपाईँहरूलाई नि अब जानु मन छ खुमाई जानलाई, अब के कतिको कस्ट लाग्छ, के कतिको अब टाइम लाग्छ, के कतिको अब कता कता गएर बस्नुपर्छ, त्यो सबै म भन्ने नै छु। अब यो खासमा मलाई पनि एक्ज्याक्ट थाहा छैन, तर म जान लागेको मान्छेलाई चाहिँ अब भोग्दै जान्छु नि त म होइन। ठाउँमा बस्नुपर्ने, कहाँ बस्नुपर्ने भनेर। अनि त्यो सबै तपाईँहरूलाई भन्दै जान्छु। अनि पछि गएर तपाईँहरूलाई पनि सजिलो हुन्छ नि त यो भिडियो हेरिसकेपछि, हो यो ठाउँमा बस्यो भने चाहिँ सजिलो हुँदो रहेछ भनेर। अनि म चाहिँ हिजो 2 बजी हिँडेको, अनि यहाँ आएर पोखरा आएर बसेँ। अब पोखराबाट उठेर अब सिधै खुमाई जानेतिर लागिरहेको छु। अब लेट्स सी अब आज भ्याउँछ कि भ्याउँदैन है त। चट्टा लाएर हामी आज यहाँ माछा पुछ्रे यहाँ देखिरहेछ, त्यहाँ जाँदैछौँ। ल गाइज म चाहिँ निस्किसकेको छु होइन। चट्टा लाएर यहाँ गुगल म्याप हेर्दै घाटचोक यहाँबाट चाहिँ तपाईँहरूको कति देखाएको छ भने 1 घन्टा लाग्छ भन्ने देखाएको छ। अब 50 मिनट जति लाग्छ। अब राइडिङमा भर पर्छ। अनि अब यताउताको मान्छेहरूलाई सोधेको, बिहानै पोखराबाट बिहानै निस्केको भए चाहिँ के भन्छ बेलुकासम्म खुमाई पुगेर नि फर्किन सक्ने भन्ने कुरा सुने मैले। अब मैले चाहिँ अब त्यत्रो हिँड्नुपर्छ सोचेको थिएँ। खासै मान्छेले कुरा गर्दाखेरि चाहिँ अलिक सजिलै जस्तो लाग्यो। हरियो खोला हो यार, बा कुन खोला होला है यो पोखराको उमा पुग्ने? मर्स्याङ्दी नै हो र? मलाई फेरि यस्तो जियोग्राफिकलमा अलिकता म लो नै छु क्या गाइज। बा यार यो क्लाउड नभएको भए त हिमाल हामीले यस्तो मजाले देख्दो रहेछौँ नि गाइज। ओहो तर के गर्नु, सबै हिमाल ढाकिसक्यो। बिहान चाहिँ सिन देख्थ्यो होला, माछा पुछ्रेको टुप्पो त्यहाँ देखिरहेको छु मैले अलिअलि।
बाटो चाहिँ ठाउँ ठाउँमा कच्ची ठाउँ ठाउँमा उ छ होइन सबैजना एमबिसीको लागि नै जाँदैछन् 100% हो के टन्नै ल सो हामीले चाहिँ खाजा पनि खाँदैनौँ अब एक ठाउँमा रोकेर चट्ट खाजा साजा खाएर चट्ट निस्किनु पर्ने हुन्छ तिमी को जस्तै ह्यान्डसम हुने रे म जस्तै हो ल म जस्तै ह्यान्डसम हुने रे ल अर्को पनि यहाँ ह्यान्डसम हुन आएर छ ल यिनीहरू सो हामी चाहिँ यहाँ चट्ट हेम्जाको बाटो देख्न सक्नुहुन्छ बबाल छ चट्ट लाएर यहाँ वर्कसप देखेर रोकेँ क्या मैले चाहिँ अब यहाँ चेनसेनमा मोबिल सोबिल हालेर चट्ट जानुपर्ने हुन्छ ल बाइक चाहिँ धोस्तै भएको छ ल राइड गरेर ल हेर्दै ए यस्तो भएको छ यार ल सो अब यहाँ खाजा साजा खान्छौँ खाजा खाएर अनि गइहाल्नु पर्ने हुन्छ आधी घन्टा बाँकी छ अब आधी घन्टामा चाहिँ पुगिसक्छौँ भनेको छ सो अब खाजा खाएर तपाईँहरूलाई एकैछिनमा अहिले बाइकमा भेटिहाल्छ है ल तल आएर ल हामी चाहिँ निस्किसकेका छौँ अनि घचोक जानलाई चाहिँ यता मिलन चोकबाट छिर्नुपर्ने रहेछ हामी चाहिँ हल्का अगाडि आइसकेको छ अनि त्यही भएर मैले फेरि म्याप हेरेर यहाँ हामी मिलन चोकबाट छिरिसकेका छौँ अब यहाँबाट यो चाहिँ कहाँ धम्पुस रे ठाउँको नाम पनि धम्पुस अब यहाँबाट रोडै रोड छ यो नै हाइवे नै पर्न जाँदो रहेछ है ओइ अफ रोड आउँछ कि अब त मणिलाल मार्ग सावधान पहिरो जाने क्षेत्र बी अवेर रे ओहो बा अब यहाँ रोक्नु परिहाल्छ कस्तो हालिदिएको यार पक्कै यो ब्रदरको स्कुटर होइन अर्कैको स्कुटर हुनुपर्छ झ्याम जुम हाल्दैछ अनि यो माछापुछे गाउँपालिका छट्टै यो पुल तरेर जानुपर्ने छ मार्दी आइपुग्यो हामी मार्दी खोला ल यहाँबाट चाहिँ अब अफरोडै अफरोड छ जस्तो हेर्दाखेरि के कस्तो हुनेवाला छ राइड फोनलाई अफ गरिदिउँ एकछिन किनभने चार्ज खायो लास्टै बा आइसक्रिम बेच्ने हिँड्न चाहिँ आइसक्रिम खान्छ र कसले यस्तो घाममा बिचरा यार ओइ यता पानी पऱ्यो भने चाहिँ गाह्रो हुँदो रहेछ चलाउनलाई ल मैले देखेर थाहा पाइसकेँ यहाँ ओइ के हो यार बा भक्लक भक्लक गएको त माटो त अब चाहिँ अफरोड सुरु भइसकेको छ चट्ट लाएर अफरोड न सफरोड होइन ड्याङडुङ हालिदिने हो मलाई गर्मी भएको रेनकोट लगाएर चलाउने भएको गर्मी भएर आइसक्यो यता जसलाई खुमै कहाँबाट हो खुमै जाने कहाँबाट हो खुमै ए ल झन्डै ए ल हस् धन्यवाद ओ माई गड सही रहेछ यार यता त ल धान पुरै नाइस नाइस वेटो घाचक खुमाइ भनेर बिच बिचमा लोकेसन पनि दिँदो रहेछ वा घरकै छेउमा यस्तो दामी बाटो आउँदा त गाउँघर यस्तो यतातिर भयो पो है दसैँतिर नै गाउँ आउन मजा लाग्न त्यहाँदेखि यता पनि स्ट्रिट नम्बरबाट हुँदो रहेछ यार स्ट्रिट नम्बर 2 रे बा कुन ठाउँ हो यो पुरै पृथ्वीको गोलै छ त यहाँ त सही हो सही हो घान्द्रुक जाने बाटो पनि यही होला है सायद हामी यताबाट जानुपर्ने रहेछ गाइस चट्ट लाएर यहाँ आएर अलमल्लै भएर खुमै डाँडाको लागि पार्किङ भनेर चाहिँ यता लेखेर छ यतै जाऊँ न होइन अलमल्लै पऱ्यो त म त एकछिन त चिचिम्लेसम्म जान्छ भने जस्तो लागेको थियो बाइक
र भागेको फरार। त्यहाँ हो पार्किङ, यता हो। तपाईँको चिचिम्लेसम्म जान्छ होइन र बाइक? जाँदैन है। अहिले हामी अब हिँडेर गयो भने पुग्छ त खुमाई? पुगिन्छ है। ए बाइक चाहिँ यहीँ राख्ने हो? ए राखेको चार्ज लिनुहुन्छ कि के? फर्केर आउँदाखेरि कति लिनुहुन्छ? 100 रुपियाँ। बाटो त अब देखाएको छैन, कोही छैन होला देखाउने। हजुर बुझिन। ए एरोहरू छ त्यो त हो। ए उतै माथि जाने नै साथीहरू छन् भने यसो भनिदिनु न। कोही बुक गरेको छैन, अब फोन गरेर चाहिँ गर्नुपर्छ। अब आज कहाँसम्म पुगिन्छ? खुमाईसम्मै पुग्ने सोच छ आज चाहिँ। हजुर खुमाईसम्मै पुग्ने विचार छ। बिचतिर अब बस्ने ठाउँहरू त धेरै नै छ, तर सिधै खुमाई नै पुगौँ भनेर। हुन्छ बाइक राख्छु अनि कुरा गरौँला नि है। ए त्यहाँ आँगनमा रस राखिदिनुहोस्। ए यहीँबाट हिँड्नुपर्ने रहेछ गाइस, त्यसै लाग्यो मलाई चाहिँ। यतै हो दिदी? ए यस। ह्यान्डल लक नगर्नु होला है। ए हस्। हामी चाहिँ अघि त्यहाँ तल बाइक राखेर चट्ट यहाँ हिँड्दैछौँ। 7 घन्टा लाग्छ भनेछ। 7 घन्टा हिँड्नुपर्छ अरे आम्मामामामा यो बाटो। अनि त्यहाँ माथि चाहिँ एक ठाउँमा चाहिँ अब त्यहाँ दाइहरूले कुरेर बसिरहनु भएको छ, हामीले फोन गरेको। त्यहाँ माथि अब 1 घन्टा हिँडिसकेपछि चाहिँ त्यहाँ दाइहरूलाई भेट्छौँ, अनि त्यसपछि त्यहाँबाट चाहिँ साथी पनि हुन्छ हामीले हिँड्नलाई। र यहाँ जुका चढेको, यहाँ त जुकाले त अट्याक हान्दो रहेछ नि त, अट्याक प्योर जुका हेर्नु त। यहाँ मिठो होला यार यो चपाएर खाँदा त। ल यहाँ चुस्न खोज्यो होला, कस्तो नभाग्ने हो। ल अब यसले मेरो औँलाई टोकेर बस्नु भएको कहाँ? मैले जुका किल्चा जस्तो फिल भयो होइन। इ जुकाले त नछोड्नु यार, यहाँ रोक्नै हुन्न, यहाँ बस्नै हुन्न यहाँ। ए जुकाले नछोड्ने भयो। इस जुका यार, अबि म त नजाउँ कि के हो। बस्यो कि जुका, यहाँ कहाँ पनि जुका देखाएको लाग्थ्यो। गाइज हामी चाहिँ लगभग आधी घन्टा 45 मिनट हिँड्यौँ। अनि त्यसपछि यहाँ देखाउनु मन लाग्यो। यहाँ नेक्स्ट डस्टबिन चाहिँ 45 मिनटमा अरे कि। अब फर इक्जाम्पल मेरो यो पानी यति छ, अब यति छ भने खाएर बिचमा फाल्नुभन्दा 4 हुन्छ भन्नुभन्दा उनीहरूले चाहिँ अब नेक्स्ट डस्टबिन चाहिँ यति मिनटपछि आउँछ भनेर राख्दा चाहिँ त्यसले गर्दा चाहिँ हामीलाई सजिलो हो होइन, 4 नगरौँ भनेर। अब हामीलाई चाहिँ चिचिमले पुग्न चाहिँ अझै लाग्छ अरे। अनि बेलुका चाहिँ हुन्छ आज। ननस्टप हिँडिरहेको छ, अझै पनि थाकिरहेको छ, हिँड्ने बानी पनि छैन। अनि फर्स्ट टाइम यस्तो ट्रेकिङ गरेको, त्यही पनि ट्रेकिङ सेटमा होइन, यो घर बस्ने लुगामा हिँडिरहेको छु होइन। अब त्यहाँ माथि चाहिँ ग्रुपले कुरिरहेछ, अब माथि गएर ग्रुपमा मिसिँदाखेरि त उनीहरू ट्रेकिङ सुटमा, हामी चाहिँ यस्तोमा। सो अब अहिले एकैछिनमा भेट्छु तपाईँहरूलाई। अब अहिले चाहिँ दिउँसोको त्यस्तै 2 बज्यो होला होइन, 2 बजेको छ। यहाँ जुकाले टोकेर ल्याङ भइसक्यो यहाँ। ल चिचिमले टक्क चिचिमलेको गेस्ट हाउस टक्क सोध्ने। अब चिचिमले आइपुग्यो। हामी चाहिँ ठ्याक्क भन्नुपर्दा 3:10 हिँडेको, 3:30 आइपुग्यो कि हामी। 1 घन्टा लाग्छ भनेको थियो, एकदम फास्ट हिँड्यो। ल अब त्यहाँ गएर अब बस्ने ठाउँ छ कि छैन, अब भएन भने हामी त्यहाँ सिधै रेस्ट टाइम गएर बस्ने भनेको के हुन्छ लेट्स सी। अनि अहिलेसम्म चाहिँ मजा आइरहेको छ, जोस यत्रो हिँड्यो आम्मामा। तर अरूहरू चाहिँ 9 बजी हिँडेको अरे होइन। अहिले चाहिँ तपाईँको कति बज्यो भने 3:30 भयो। 9 बजी हिँडेर हामीले हिँड्ने मान्छेहरूलाई पनि भेटायो क्या बिच बाटोमा। हामी चाहिँ एकदमै राम्रो हिँड्यो भनौँ न, फास्ट हिँड्यो। ल यहाँ यस्तो छ है, सुनसान चट्ट लगाएर। ल आज चाहिँ यहीँ बस्ने विचार गरेँ मैले। अनि यहाँ चाहिँ को युट्युबर आएको छ भने
एकजना चिनेको भने चाहिँ राजकुमार दाई आउनु भएको रहेछ, राजकुमार काइले दाई। त्यसपछि अरू खै यहाँ हाम्रो ऊ पनि आउनु पर्ने हो, के भन्छ घुमन्ते दाईहरू पनि आज लगाइथ्यो यतातिर। तर यहाँ बस्नु भएन जस्तो, यहाँ लोगो टार्नु भएन छ कि यहाँ। अनि अर्को अब चौरे ब्रदर त अब थमिलको भ्लग हालेर चलेको मान्छे, थमिलको अर्काको के हालेको मान्छे, खासै कुरा गर्नु मन लाग्दैन। हुन त अब नराम्रो भन्नु खोजेँ होइन, त्यही पनि आफ्नो कन्टेन्टले चलेको मान्छेलाई चाहिँ अलिकता म प्रायोरिटी दिन्छु क्या। उहाँहरू चाहिँ अब थाहा भएन, त्यसो बेलुका सर्च गरेर हेर्नु पर्ला। अनि प्लस म पनि एउटा युट्युब लोगो बनाउनु पर्ला। अब सोच्दैछु यहाँबाट चाहिँ दामी भ्यू देखेको छ यार, ओ माई गड त्यो दामी देखेको छ। ल चिचिम्लेमा आएर बसियो, तपाईँहरूलाई अब चिचिम्लेको ड्रोन सट पनि देखाइदिन्छु अहिले म चट्ट लाएर। त्यो छ है। अनि यहाँ बाघ हिँड्ने भएर चाहिँ यहाँ यस्तो लेखेको चाहिँ नो इन्ट्री। समरमा चाहिँ 5 बजीदेखि, विन्टरमा चाहिँ 4 बजीदेखि नै नो इन्ट्री भन्दो रहेछ कि। यहाँ एकदमै घना जङ्गल रहेछ तपाईँहरूको, अनि एकदमै उ रहेछ क्या। अनि अर्को कुरा चाहिँ मैले के थाहा पाएँ भने यो चिचिम्ले चाहिँ नाम चिचिम्ले होइन अरे, खै कस्तो अर्कै नाम छ अरे भनेर सुनेको थिएँ मैले। यहाँ दाइलाई सोध्छु अहिले म, एउटा गुरुङ भाषामा अर्कै के भनेको थियो अरे, अनि पछि भन्दै चिचिम्ले भने अरे क्या, के भन्थ्यो त्यस्तो दाइ होइन त। यहाँ खासमा पहिला पुरानो नाम के थियो अरे यो ठाउँको? यो ठाउँको नाम खास भने पहिला गुरुङ भाषामा यो ठाउँलाई के भन्छ, चिचुप्ले भन्छ। चिचुप्ले भनेको चाहिँ के हो? गुरुङ भाषामा चिचु भनेको चितुवा होइन, प्ले भनेको खर्क, चितुवा बस्ने खर्क भन्थ्यो। ए अनि पछि अब बिस्तारै जाँदा चिचिम्ले भयो। त्यही त मैले नि कहाँ सुनेको थिएँ क्या यो कुरा, सुनिहाल्नु तपाईँहरूले होइन। चिचुप्ले भन्थ्यो अरे पहिला यो ठाउँको नाम चाहिँ। अनि पछि अब पुस्ताबाट हस्तान्तरण हुँदै जाँदै एकान दुकान हुँदै चिचिम्ले भन्ने भएको अरे कि। पानी पर्दैछ गाइस, म चाहिँ चट्ट यहाँ बसेर चिया खाँदैछु। अनि यहाँ चाहिँ तपाईँको हिटर पनि व्यवस्था रहेछ, जाडो हुन्छ भनेर होइन। बस्ने व्यवस्था त राम्रै रहेछ भनौँ न। अनि तपाईँको खाना खाएर बसेर चाहिँ तपाईँलाई 1500 यहाँ लाग्दो रहेछ। अनि अर्को चाहिँ अब तल हामीले जुन घाटचोकमा बाइक राख्यो, त्यो घाटचोकमा बाइक राखेको चाहिँ 100 रुपियाँ लिनुहुन्छ अरे। जति दिन भए पनि 100 रुपियाँ लिनुहुँदो रहेछ। के हो कसो हो त्यो चाहिँ फर्किँदाखेरि पनि थाहा हुन्छ। अनि आज चाहिँ हामी यहाँ चिचिम्लेमा बस्यौँ। चिचिम्लेमा बसेको 1500 एकजनाको होइन। अनि त्योभन्दा अरू भनेको त काठमाडौँबाट आउँदाखेरिको खर्च। अनि त्यसपछि अब हामी चाहिँ भोलि बिहानै खुमाईतिर लाग्छौँ। खुमाईबाट चाहिँ अनि एमबिसी जाने सोध्छ, लेट सी के हुनेवाला छ भनेर। अब आजको लागि चाहिँ यति नै। अब लास्ट थाकेको छु, म चाँडै सुत्छु होला। अनि भिडियोहरू पनि यसो मिलाउनु पर्ने हुन्छ। सो अहिलेसम्म भिडियो हेर्दै हुनुहुन्छ भने अझै हेर्नु होला। खुमाई डाँडा कसरी जाने, कतिखेर अब हुन्छ, सबै कुराहरू चाहिँ बिस्तारै भन्छु तपाईँहरूलाई होइन। सजिलो हुन्छ जस पछि आउनलाई तपाईँहरूलाई। त्यो अनुसारमा भ्लग बनाउँछु, अलिकति इन्फर्मेसन दिने टाइपले पनि बनाउँछु। अनि त्यही हो गाइज। अब अहिले चाहिँ आरामले बसेर चाहिँ चिलमा है। अनि चिसो छ अब। ल एकैचोटि भोलि बिहान भेटौँ है त हामी। ल।